एएफसी एसियन क्वालिफायर अन्तर्गत आज भएको खेल नेपाल भर्सेस लाओस बीच थियो, जसमा नेपाली महिला फुटबल टोलीले 9-0 गोल अन्तर्गतले जित निकालेको छ। नेपालका लागि आयुषा बस्नेतले पहिलो गोल गरिन् र पहिलो हाफ सकिने लाग्दा अर्को गोल पुनः सावित्रा भण्डारीले गरिन्। नेपालले हाफ टाइममा 2 गोल गर्यो भने लाओसले एक पनि गोल गर्न सकेन। हाफ टाइमभरि लाओसले एक पोस्ट अट्याक भने गर्यो। दर्शकबिन हाफ टाइम पछि नेपालका लागि सरू लिम्बूले शानदार तेस्रो गोल गरिन्। लाओसको गोल पोस्टमा अट्याक गरिरह्यो। लाओसकी गोलकिपरले कति प्रहारहरू उत्कृष्ट ढङ्गले बचाउ पनि गरिन्। त्यस्तै नेपालको लागि चौथो गोल सावित्रा भण्डारीले गरिन्। त्यसको लगत्तै नेपालका लागि पाँचौं गोल रश्मि कुमारी घिसिङले गरिन्। पुरै म्याचमा लाओसले जम्मा 3 वटा कर्नर पायो भने नेपालले 1 वटा कर्नर पायो। दर्शकबिन नेपाली टोलीका लागि नेपालकी गोल मेसिन सावित्रा भण्डारीले गोल नम्बर 6 प्रहार गर्दै आफ्नो व्यक्तिगत 3 गोल पनि पुरा गर्दै ह्याट्रिक पुरा गरेकी थिइन्। त्यसको केही मिनेटपछि पुनः सावित्रा भण्डारीले आफ्नो 4 गोल पनि पुरा गरिन्। त्यसको केही मिनेटपछि पुनः अनिताले गोल गर्दै नेपालको गोल सङ्ख्या 8-0 पुर्याइन्। दर्शकबिन आजको नेपाल भर्सेस लाओस विरुद्धको यस एएफसी छनौट गेममा नेपालले गोलको वर्षा नै गर्यो। त्यसको लगत्तै फेरि सावित्रा भण्डारीले गोल गर्दै नेपाललाई 9-0 गोलले अघि राखिन्। दर्शकबिन नेपालले आफ्नो पहिलो खेल नै विजयी सुरुवात गर्यो। लाओसलाई 9-0 ले हराउँदै नेपालले एएफसी क्वालिफायर सुरुवात गर्यो। आउने म्याचहरूको लागि पनि नेपाललाई शुभकामना। अब नेपालले आउने म्याचहरू श्रीलङ्का र आयोजक उज्बेकिस्तानसँग खेल्ने छ। दर्शकबिन तपाईहरूलाई के लाग्छ, यदि नेपालले उज्बेकिस्तानलाई जित्यो भने के सहजै एएफसी क्वालिफायरमा स्थान बनाउला? एसियन गेम चाहिँ अब आउने जुन जुलाईमा अस्ट्रेलियामा हुँदैछ। के तपाईँहरूलाई नेपालले क्वालिफायर गर्छ जस्तो लाग्छ? आजको सावित्रा भण्डारीको ह्याट्रिकमा तपाईँ के भन्न चाहनुहुन्छ कमेन्ट बक्समा लेख्नुहोला। र यस्तै खेलकुद सम्बन्धी अपडेटका लागि यस हाम्रो अल नेपाली स्पोर्ट्स अपडेट च्यानललाई एक सब्सक्राइब पनि गर्न नबिर्सनुहोला। र आजको भिडियो मन परेमा च्यानललाई एक लाइक गरी भिडियोलाई सेयर गरी कमेन्ट पनि गर्न सक्नुहुन्छ। हजुरहरूको सपोर्ट बिना कुनै पनि अघि बढ्न सकिँदैन। हजुरहरूलाई धन्यवाद।